हेलो एभ्रिवान, नमस्ते सबैजनालाई र सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। र आजको भिडियोमा चाहिँ मैले गोदावरीको कटिङको अपडेट लिएर आएको छु, जुन चाहिँ मैले आजभन्दा 20 दिन पहिला लगाएको थिएँ है। यो अहिले म भिडियो बनाउँछु, अहिले चाहिँ यो आज चाहिँ 2 जुन हो र यो चाहिँ मैले बुद्ध पूर्णिमाको दिन 12 मेको दिन लगाएको थिएँ। टक्कै आज 20 दिन भयो है। सायद यो भिडियो अपलोड गर्दा चाहिँ अलिक ढिलो हुन्छ होला है। आज चाहिँ म यो गोदावरीको यसरी सरिसकेको कटिङलाई अर्को पटमा सार्दाखेरि कसरी सार्ने र यसको सोइल मिक्सहरू कस्तो हुनुपर्छ त्यो सम्पूर्ण जानकारी दिनेछु। सो भिडियोलाई स्किप नगरी हेरिदिनु होला। र यो कटिङहरू चाहिँ प्राय सबै नै मजाले लागिसकेको छ है। एउटा दुईटा चाहिँ सक्सेस भएन रहेछ है, कोही बात छैन, अरू सबै लागेको छ प्राय है। र यसको जराहरू म तपाईलाई देखाउँछु है। मजाले लागेछ जरा, यसरी जराहरू मजाले लागिसकेको छ है, देख्न सक्नुहुन्छ। र अर्को पनि मजाले लागेछ है, यो लागिसकेको छ है। र यसको चाहिँ अलिक जरा कम्ती लाग्दो रहेछ, भर्खर लाग्दो रहेछ है। ठिकै छ, कम्ती जरा लाग्दो रहेछ यसको भर्खर। अरूको त सबै राम्रै छ है, र मजाले जराहरू आइसकेको छ। र मैले यहाँ माटो मिश्रण तयार गरेर राखेको छु है। र यसमा चाहिँ मैले 20% लिफ मल लिएको छु है। 40% चाहिँ गाईको पुरानो मल र 40% चाहिँ नर्मल गार्डनको माटो लिएको छु है। यो हरियो जुन चाहिँ देख्नुहुँदैछ त्यो चाहिँ मैले फन्जिसाइड मिसाएको है। र म अब यो सबै माटोलाई राम्रोसँग मिक्स गरेर गमलामा भर्न जाँदैछु। मिक्स गरिसकेँ र गमलामा हाल्दैछु है। र यो गोदावरी चाहिँ ठुलो फुल्नेवाला बल भराइटीको, जाइन्ट भराइटीको हो। सो मैले गमलाहरू चाहिँ अहिले यहाँ 10 इन्चीको गमलामा लाउन आँटिरहेको छु है। तपाईहरूले 12 इन्चीको गमलामा लाउन सक्नुहुन्छ यसलाई। र मैले चाहिँ गमला यहाँ 10 इन्चीको गमलामा लाउन आँटिरहेको छु। यहाँनिर कटिङ रोप्नुको लागि जग्गा बनाउनुपर्छ। यसरी जग्गा बनाइसकेपछि चाहिँ यसरी कटिङ्सलाई राखेर वरिपरि माटोले यसरी हल्का प्रेस गरिदिनुपर्छ। त्यसरी नै अर्को कटिङ रोप्नुलाई म यहाँनिर जग्गा बनाउँदैछु। यसरी जग्गा बनाएर चाहिँ यसलाई यसरी राखेर यसरी छेउछेउबाट यसरी माटोहरूले थिचिदिनुपर्छ। यसरी रोपिसकेपछि चाहिँ यसलाई म पानी दिनुपर्छ। यसरी पानी दिइसकेपछि चाहिँ यसलाई सेडमा लगेर राखिदिनुपर्छ। र यसको लगभग 1 महिनापछि चाहिँ यसको ग्रोथहरू निकै हुँदै जान्छ है। त्यति बेला चाहिँ यसलाई फर्टिलाइजरको जरुरत पर्छ है। अहिले फर्टिलाइजर नहाल्दा पनि हुन्छ यसलाई। जब यो अलिक बढ्न थाल्छ है त्यति बेला चाहिँ यसलाई फर्टिलाइजरको जरुरत पर्छ है। त्यति बेला चाहिँ फर्टिलाइजर यसलाई हाल्नु पर्छ।